हेलो गाइज वेलकम ब्याक न्यू ब्लग। आज चाहिँ हामी दुईटैजना चाहिँ एउटै ब्लग बनाउनेवाला छौँ। तिनी आजको हाम्रो यात्रा चाहिँ कहाँ छ भन्दा हिकिलासम्म हाम्रो प्यासार डोकटबाट चाहिँ दुई हिकिला फुपूको घरमा चाहिँ हामी घुम्न यात्रा गर्न गइरहेका छौँ। अब यो ब्लग चाहिँ एकदमै दामी हुनेवाला छ अनि हामी चाहिँ आजको यात्रा चाहिँ 2-3 दिनपछि फर्किनेछौँ घर हैन। अब यात्रामा चाहिँ धेरै राम्रो स्विट भ्लगहरू बन्नेवाला छ। 2-4वटा भ्लगहरू बन्छन्, भाइरल पुलमा पनि गइन्छ मजाले। अब यो यात्रा चाहिँ लगभग 3 दिनसम्मको यात्रा हुन्छ सायद। अब यो यात्रा चाहिँ एकदमै दामी हुनेवाला छ अनि भ्लग चाहिँ अन्तिमसम्म हेर्नु होला। अहिले चाहिँ हामी यो स्याको वडा नम्बर 5 को चाहिँ अहिले चाहिँ यो बोर्डर नजिक पुगेका छौँ। अब योभन्दा उता चाहिँ हाम्रो वडा 6 आउँछ। यो चाहिँ हाम्रो इन्डियाको चाहिँ खेला गाउँ गाइज हेर्नुहोस्। यहाँ खेला गाउँ चाहिँ एकदमै राम्रो देखिएको छ है। यो एकदमै राम्रो भ्यू छ। यो चाहिँ खेला गाउँ हो अनि ऊ चाहिँ हाम्रो त्यहाँबाट चाहिँ नारायण आश्रम जान सकिन्छ। यो सर्टकटवाला बाटो हो, वहाँनिर देखिरहेको त्यो धारकोवाला बाटो चाहिँ। गाइज अहिले चाहिँ हामी वडा नम्बर 5 चाहिँ कटाइसकेर चाहिँ वडा 6 मा पुगेका छौँ होइन। अब यहाँ चाहिँ हेर्न सक्नुहुन्छ तपाईँहरूले, अलि सनलाइट प्रब्लम होला तर यता एकदमै ठुलो भिड छ होइन। अनि यहाँ मेरो पछाडि पनि देख्न सक्नुहुन्छ एकदमै रमाइलो ठाउँ छ होइन। त्यहाँनिरको घुम्तीवाला रोड होइन, यो चाहिँ नयाँ रोड हो। त्यो चाहिँ इन्डियाको पुरै पार्ट चाहिँ यो मेरो पछाडि देखिरहनु भएको सबै होइन। अब हामी चाहिँ अहिले चाहिँ वडा 6 मा प्रवेश गरिसकेका छौँ। अब हाम्रो हिकिलासम्मको टुर चाहिँ कहिले इन्ड हुन्छ भन्दा ठ्याक्कै भन्दा अब हामी चाहिँ अहिले यो वडा 6 स्टार्ट भइरहेछ होइन। वडा 6 मा पुगिरहेछौँ अहिले। अब यो वडा 6 चाहिँ काटिसकेर चाहिँ हामी 1 हुँदै त्यसपछि 2 हुन्छ अनि बिस्तारै हेर्दै जाऊँ के हुन्छ कस्तो हुन्छ है। अहिले चाहिँ म पछाडि छु, दाइ चाहिँ उता आफ्नो साथीसँग चाहिँ फोनमा कुरा गरिरहेछ होइन। अब यस्तै छ भ्लगहरू। अनि मलाई चाहिँ यो यात्रा चाहिँ एकदमै रमाइलो लागिरहेछ किन भन्दा होइन हावा नि सर्र चलिरहेछ। एकैछिनपछि म तपाईँहरूलाई चाहिँ हावा चलेको देखाउँछु है, तपाईँहरूले हेर्न सक्नुहुन्छ। अनि हेर्नु त यहाँनिर यो यत्रो भिड छ यो अलि राम्ररी नदेखिएला होइन, तर भिड चाहिँ ठुलै छ। यहाँबाट लड्यो भने चाहिँ के हुन्छ है।